मेरो फेरि धेरै दिनको बादमा मेरो युट्युब च्यानल दिलुइर्स लिएर आइसकेको छु। मेरो च्यानलको नेम दिलुइर्स। आज धेरै दिनको बादमा चाहिँ आज चाहिँ मैले के बनाएको छु भने आज सन्डे। यहाँ हेर्नुहोस् है, चिकन चिल्ली अनि यहाँ दाल छ, चानाको दाल, चिकन चिल्ली सिम्पल छ साथीहरू। आज सन्डे भोक पनि लाग्यो अनि मेरो यहाँ सानो प्याज छ, हरियो खोर्सानी छ। सुरु गरेँ। यो चाहिँ चानाको दाल हिजो भिजेर आएको थियो हो, यम्मी भएको छ चानाको दाल। फर्स्ट बाइट। वाउ, मिठो यम्मी दाल मिठो भएको छ है। साथीहरू यो चाहिँ झ्याते, यो झ्याते हो साथीहरू। झ्याते पनि छ, मेरो फेभरेट हो झ्याते, मनपर्छ। साथीहरूलाई कस्तो मनपर्छ लिभर चाहिँ, मनपर्छ पर्दैन लिभर। मिठो मिठो भएछ है चानाको दाल। जाँदा गर्दाखेरि चाहिँ घरको कामहरू पुरा हुन्छ नि सन्डेको दिन चाहिँ। अनि आज त खाना पनि ढिलो भयो है। सन्डे चाहिँ हामी ढिलो उठ्छौँ, खानाहरू पनि ढिलो काम पनि थुप्रै हुन्छ। हाल साथीहरू यम्मी मिठो। मिठो वाउ भएछ साथीहरू, वाउ यम्मी। चिल्ली चाहिँ वाउ भएछ साथीहरू, एकदम मिठो टेस्टी वाउ भएछ वाउ। तातो कस्तो लाग्यो, मन पर्यो भने है कमेन्ट गर्नु होला, फलो गर्नु होला। हस्त साथीहरू आज चाहिँ हुन्छ साथीहरू, अचम्मै लाग्दो बिहानदेखि घाम लागेको छ। गरम एकदम पुरा गरम छ साथीहरू है। आज चाहिँ बिहानैदेखि घाम लागेर एकदम गरम छ। साथीहरूतिर कस्तो छ पनि, यहाँ चाहिँ एकदम गरम छ है। वाउ वाउ एकदम मिठो। एकदमै मिठो साथीहरू, मेरो खानाको है मिठो भयो। लास्ट पिस मिठो, एकदम मिठो। एक थाल भात छ खाएँ साथीहरू, सक्यो। एकदम टेस्टी मिठो। आज चाहिँ चिकन चिल्ली दाल, चिकन चिल्ली चानाको दाल भात चाहिँ एकदमै टेस्टी भयो। कस्तो लाग्यो मेरो साथीहरूलाई फलो गर्नु होला। हस्त साथीहरू, बाई बाई।